मानिसहरूले तपाईको कुरा सुनुन् भनेर कसरी बोल्ने? बोल्नु आफैमा एउटा कला हो जसमा कसैलाई पनि आफ्नोतर्फ आकर्षित गर्ने क्षमता हुन्छ। यो कलाले संसारमा मात्र मद्दत गर्दैन तर व्यक्तिको व्यक्तित्व र आत्मविश्वासलाई पनि झल्काउँछ। धेरै मानिसहरू आफ्नो कुराकानीबाट मानिसहरूलाई प्रभावित गर्न सक्षम छैनन्। कहिलेकाहीँ यसले तिनीहरूलाई हानि पनि गर्न सक्छ। आफ्नो बिन्दुलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम हुने यो कला व्यावसायिक विकासको लागि पनि धेरै महत्त्वपूर्ण छ। प्रभावकारी ढङ्गले सञ्चार गर्न नसक्नुका पछाडि धेरै कारण छन्। यसमा आत्मविश्वासदेखि स्पष्ट रूपमा नबोल्ने सम्मका धेरै कुराहरू समावेश छन्। तर आफैमा केही परिवर्तन गरेर आफ्नो कुराकानीलाई प्रभावशाली बनाउन सकिन्छ। मानिसहरूले तपाईको कुरा किन सुन्दैनन्? कतिपय मानिसले जानी वा अनजानमा कुरा गर्दा ससाना गल्ती गर्छन् जसले नराम्रो प्रभाव पार्छ। बोल्ने व्यक्तिलाई आफूले बोलेको कुरा गलत हो भन्ने पनि थाहा हुँदैन। अरूसँग कुरा गर्दा तपाई पनि यी गल्तीहरू गर्न सक्नुहुन्छ। कसरी बोल्ने ताकि मानिसहरू ध्यान दिएर सुन्छन्? सबैभन्दा पहिले जान्नुहोस् कि तपाई जति राम्रो श्रोता हुनुहुन्छ तपाई उति राम्रो वक्ता बन्न सक्नुहुन्छ। तसर्थ अर्को व्यक्तिको कुरा ध्यानपूर्वक सुन्ने बानी बसाल्नुहोस्। यसबाहेक आफ्नो कुराकानीलाई प्रभावशाली बनाउन केही कुरामा विशेष ध्यान दिनु आवश्यक छ। वार्तालापको क्रममा अलमलबाट टाढा रहनुहोस्। कुरा गर्दा टिभी वा फोन हेर्दा विचलित हुन्छ। यदि तपाई यी चिजहरूमा व्यस्त साथी वा परिवारको सदस्यसँग कुरा गर्दै हुनुहुन्छ भने तपाई आफैलाई व्यक्त गर्न गाह्रो हुन सक्छ। यस्तो अवस्थामा जब अर्को व्यक्ति कुनै काम वा त्यस्ता चिजहरूमा व्यस्त हुँदैनन् भने त्यस समयमा बोल्नुहोस्। तपाईले उहाँसँग कहिले कुरा गर्न सक्नुहुन्छ भनेर पनि सोध्न सक्नुहुन्छ। यसो गर्दा उसले तपाईको कुरामा ध्यानपूर्वक सुन्न सक्छ। यो पनि याद गर्नुहोस् कि कुरा गर्दा आफ्नो मोबाइल प्रयोग नगर्नुहोस्। बोल्दा बोल्नमा पूर्ण ध्यान दिनुहोस्। चिजहरू नमोड्नुहोस्। तपाई के भन्न चाहनुहुन्छ भन्नु अघि सारांश तयार गर्नुहोस् र बिन्दुमा फोकस गर्नुहोस्। कुराकानीको पहिलो 30 सेकेन्ड भित्र आफ्नो भनाइ राख्नुहोस्। यसो गर्दा अगाडिको व्यक्तिले तपाईको कुरा पूरा ध्यान दिएर सुन्छ। जब तपाईसँग केही महत्त्वपूर्ण छ भने त्यो धेरै व्याख्या गर्नुभन्दा कम व्याख्या गर्नु राम्रो हो। जति धेरै भन्नुहुन्छ त्यति नै कम मानिसले सम्झिन्छन्। चिजहरूमा सकारात्मकता राख्नुहोस्। सकारात्मक कुराले मानिसहरूको ध्यान आकर्षित गर्दछ। गुनासो, बहाना र निराशवादी कुराबाट टाढा रहनुपर्छ। अर्को व्यक्तिलाई दोष नदिई आफ्नो भावना व्यक्त गर्नुहोस्। तथ्यमा आधारित कुरा गर्नुहोस्, गफ होइन। परिस्थितिलाई बढाई चढाइले अर्को व्यक्तिको मनमा तपाईको आधार घटाउँछ। बरु तथ्यहरूमा फोकस गर्नुहोस् र सकेसम्म इमानदार हुनुहोस्। मानिसहरू आधारहीन कुरा भन्दा तथ्यमा आधारित जानकारी सुन्न इच्छुक छन्। बहाना नगर्नुहोस्, स्वाभाविक रूपमा कुरा गर्नुहोस्। कुराकानीको क्रममा धेरै हुने प्रयास नगर्नुहोस्। तपाई जस्तो हुनुहुन्छ बोल्नुहोस्। आवाज धेरै चर्को वा धेरै ढिलो हुनु हुँदैन। आरामसँग बोल्नुहोस् ताकि तपाईलाई विश्वस्त देखिन्छ।